हिउँ पर्यो फुरुरु मैच्याङ माथि माथि सैलुङको लेकमा के गर्नु यस्तै रहेछ जिन्दगी जर्मनीको खेतमा हेर्नुहोस् गाइस जर्मनीमा हिउँ परेपछि लट्टै परिदिने मान्छे हिँड्न पनि गाह्रो छ हेर्नुहोस् यस्तो छ म त के गर्नु होला अमै नि अमै ल हेर्नुहोस् मेरो पाइलाहरू यहाँ बाटोमा हिँड्न गाह्रो छ हेर्नुहोस् आमा उफ 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 खुट्टा लत गाडी रहेछ यार ओ माई गुडनेस हेर्नुहोस् ओ माई गड यसरी पनि हिँड्नु पर्दो रहेछ हेर्नु अब घर पुग्दैछ म त ओ माई गड गाह्रो पो छ त हो मलाई त के गर्नु होला गाइस यस्तो हिउँ परेछ अनि कहाँबाट हुन्छ नि घर पुग्नेसम्म त म त हैरान पो हुन्छ अब त बाह्र बज्यो 12:30 भइसक्यो पानी पऱ्यो के अरे हिउँ परेर खत्तम बनाएको छ रोडहरू यार कहाँ हुन्छ हो गाइस यस्तो हिउँ परेर हेर्नुहोस् अब यहाँ तपाईँहरूलाई फेरि लाइट पनि बाल्नु पर्ने रहेछ कस्तो हेर्नुहोस् हिउँ हिँडेको आवाज पनि कस्तो आइरहेको छ हेर्नुहोस् सुन्नु होइन सुन्नु होला है त त्यसलाई त्यो कटाक 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 गर्छ यार हिउँमा हिँड्दाखेरि नि घर पुग्नेसम्म त मान्छे त के हुन्छ होला रोटी होला हेर्नु हिउँ हो सबै पुरै हिउँ ए माई गडनेस बिहान भएर आउँदाखेरि यस्तो थिएन बेलुका आउँदा यस्तो हुन्छ के हो नि हो एनिवेज मेरो छुट्टी छ त्यही भएर त्यति गाह्रो चाहिँ छैन तपाईँ हिउँमै हिँड्ने एउटा ड्याम जुत्ता किन्नै पर्ने जस्तो छ यस्तरी नर्मल जुत्ता लाउँदाखेरि त बाबा साह्रै पो गाह्रो हुँदो रहेछ हौ के गर्नु होला हेर्नु त हिउँमा पुरै अनिकिता पनि हेर्नु त ओ माई गुडनेस गाह्रो हो नि हिउँमा हिँड्नु त अहिले चाहिँ हिउँ रोगेको छ होइन तैपनि त्यस बाटोमा हिँड्न चाहिँ लास्टै गाह्रो भयो क्या ल हेर्नुहोस् न यस्तो त छ बाटो ओ माई गड कसरी चल्छ सबै चाहिँ अन्त खुट्टा लादी काटिरहेछ अझै हिँड्नुपर्छ टन्नै यार यो गाडी हिँड्ने बाटोबाट हिँड्नु पऱ्यो गाडी हिँड्ने बाटोबाट हिँड्नु भने चाहिँ अलि हिउँहरू त्यति खुट्टा काट्दैन रहेछ पुरै पानी भइसक्यो खुट्टा यार पुरै गाडीहरू पनि पुरै हिउँले छोपिरहेछ किनभने गाडीले गर्दाखेरि गाडीले हिँडेको भएर यो सबै खिचिएछ क्या त्यही भएर हिँड्न सजिलो भएछ फटाफट मान्छे नहिँडेको गाडी नहिँड्ने ठाउँमा त लास्टै खुट्टा लादी गाड्ने यार ल हेर्नुहोस् है गाइस जर्मनको हालत यस्तो छ अहिले हिउँदो महिना भएछ 4 महिनासम्म त पुरै हिउँ नै हिउँ हो यहाँ होइन हिउँ पऱ्यो फुरुरु मैच्याङ माथि माथि सैलुके बेतमा हेर्नुहोस् ल ल ल अब त्यहाँ मान्छे हिँडेको छैन ल हेर्नु खुट्टा गाडेको यस्तै हुँदो रहेछ यार घरसम्म पुग्दैन त म त हेर्नुहोस् खुट्टा गाडेको कटाक 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 टङ्गाइ हिँड्नु पऱ्यो खुट्टा हेर्नु हिउँ परेको ल 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 मान्छे हिँडेको पाइलाहरू त छन्छ
हिउँपत्ता चाहिँ यति कुरो चाहिँ छ फेरि होइन त्यति जाडो चाहिँ नहुने हिउँमा हुँदाखेरि चाहिँ हिउँमा हिँड्दाखेरि चाहिँ जाडो त्यति नहुँदो रहेछ नुन जस्तो छ ट्याक्कै यस्तो खेलौँ गाडीहरू पनि पुरै हिउँले ऱ्याग बनाइसकेको छ यस्तो पनि हुँदो रहेछ घरसम्म पुग्दा त गाडीहरू पुरै हिउँले बरु बिच बाटो हिँड्नु पऱ्यो यार यहाँ गाडी हिँड्ने बाटोबाट गाडी छिटो हुन्छ यदि हुँदैन त्यही भएर सजिलो हुन्छ क्या हिउँ के अरे हिउँ भएको भएर पुरै खुट्टा गाड्ने भएर हिँड्नै सक्दैन क्या भोलि पनि छ हिउँ त हिउँ पर्यो पुरुमै छन् माथि माथि सैलुङ्गे लेकमा चोरी खेलको गेटमा भने जस्तै फेरि यहाँ चाहिँ कस्तो हुन्छ भने एक दिन फेरि पानी पऱ्यो भने सबै फेरि नर्मल हुन्छ यतातिर हिँड्छ कि किनभने यता रुखले गर्दाखेरि यस्तो बल्ली बाटो जानुपर्छ मान्छे हिँडेको बाटो मान्छे हिँडेको पहिला हेर्नुहोस् यस्तरी मान्छे हिँड्छ यहाँ होइन यहाँ पनि रहेछ त्यति नभएको होइन छ यहाँ पनि खुट्टा मान्छे हिँडेको खुट्टा पाइलाहरू हेर्नुहोस् लास्टै खुट्टा गाड्दो रहेछ अरू भन्दा पनि त्यही हो हेर्नु न यत्रो खुट्टा गाडेर हिँड्नु परेछ नि जस कामबाट त्यो मेट्रो स्टेसनबाट चाहिँ हामी ठ्याक्कै 15 मिनट हिँड्नुपर्छ होइन अरू त त्यस्तै हो मेट्रो स्टेसनबाट चाहिँ 15 मिनट ठ्याक्कै हिँड्नुपर्छ मेरो त पछाडि फगेर हिँड्ने बानी क्या हेर्नुहोस् गाइस यस्तो छ बाटो यहाँ चाहिँ प्रोफेसनल ग्राउन्ड हो प्रोफेसनल ग्राउन्ड पनि पुरै भरेछ हाम्रो आज त ओहो यस्तो भयो भने त खत्तम भइहाल्यो नि सोल्टी काम गर्ने फेरि घाम एक्लो लडेर लाग्यो भने त सबै जान्छ हराउँछ त्यस्तै हो माई गड ल हेर्नुहोस् यस्तो छ हिउँमा चप पारेर हिँडेको छु मजाले देखेको छैन होला है अँध्यारो छ लाइट छैन नि त त्यो भएर हेर्नुहोस् माई गड दामी छ यार यस्तै भएर हिँड्नु पऱ्यो भने त खत्तम भइहाल्यो नि हेट माथिसम्म ड्याम त्यो के भन्छ अरे हाम्रो त्यो भर्खर सोधो गर्दाखेरि लाउँछ कि त्यत्रो लामो ड्याम के ड्याम जुत्ता त्यो ड्याम जुत्ता लगाएर हिँड्नुपर्छ अब त्यस्तो अब त हेट सकिँदैन यार मान्छेहरू अघि नै पुग्नु पर्ने मान्छेहरू यहाँ हिउँले गर्दाखेरि हिँड्नै नसक्यो खुट्टा कक्रिसक्यो अझै पनि मान्छे घर पुगेको छैन किनभने यो हिउँले गर्दाखेरि मान्छे हिँड्नै सकेको छैन अनि यस्तै छ माई गड वाट इज दिस सबतिर हेर्नु नि हिउँले गर्दाखेरि सबै सेतो न सेतो सबैतिर एकदमै उज्यालो के फेरि पर्न थाल्यो अब फेरि पर्न थालिसक्यो हिउँ होइन अलि छिटो घर जानुपर्छ नत्र अनि अहिले मलाई पुर्दिन्छ हिउँले हेर्नुहोस् गाइस यस्तै छ घरमा छिटो पुगेन भने हिउँले अहिले मलाई पुर्ला भने डर भइसक्यो हेर्नुहोस् होइन अब 5 मिनट 2-3 मिनट हो अनि घर आइपुगिहाल्यो सब हेर्नु नि यहाँ बाटो पनि यस्तो हुन्छ नि हिउँले ल हेर्नुहोस् त कस्तो बिचो भयो माई गडनेस मान्छे नचिन्नेसम्म भयो
हिउँ पर्न थाल्यो फेरि हिउँ पर्यो फुरुरुमै छन् माथि माथि सेलुङ्गे लेकमा कान्छीलाई यस्तो त छ हेर्नुहोस् ल हिउँ पर्न थाल्यो हिउँ पर्न थाल्यो गाइस यस्तै छ हेर्नुहोस् घर जाने बाटोमा मान्छे हिँड्ने पहिलामा आँखामै घुसेर लगाएर फोटो बिलाउँछु छु नुनको टुक्रो झर्छ क्या फेरि त्यो असिना होइन क्या त्यो के भन्छ शीत झरे जस्तो छु भित्र भत्तै छु खुट्टोमा छु के भन्छ यो हिउँको चिसोले मान्छेलाई खत्तम पार्छ गाडी हिँड्ने बाटोमा हिँड्दा कतिको सुइसा अन्त सबैतिर तर यसले एउटा कुरो चाहिँ थाहा हुन्छ कि मान्छे हिँडेर आएको नआएको सबै चाहिँ थाहा हुन्छ हेर्नुहोस् त म आएको बाटो यो मेरो पहिला मात्रै हो जस्ट यहाँ चाहिँ हिँड्दाखेरि चाहिँ एकदमै गर्छ क्या हेर्नु हिउँ परेको मलाई पुग्नु लागिसक्यो यहाँ छुट्टी जानुपर्छ घरमा घर आइपुग्यो यो घर होइन यो घर आइपुग्यो पर्दा चाहिँ उज्यालो हुँदो रहेछ